आज एउटा नयाँ सुरुवात हुँदैछ। आशाको जीवनको सबैभन्दा ठूलो दिन। उनी आज नयाँ घरमा बुहारी भएर प्रवेश गर्दैछिन्। सासू कमला बाहिरबाट हाँसिरहेकी छिन्, तर उनको मनमा शङ्का छ। उनी आफ्नो घरमा कसैको हस्तक्षेप मन पराउँदिनन्। तर घरमा प्रवेश गरेको केही क्षणमै कमलाको आवाज सुनिन्छ। यो घरमा नियम छ र त्यो नियम मैले बनाएकी हुँ। आशा मुस्कुराउँदै भन्छिन्, म तपाईको घरलाई मेरो घर बनाउने छु आमा। सबैलाई लाग्छ सबै कुरा ठिक छ, तर यो केवल सुरुवात मात्र हो। कमला भित्रै मनमनै भन्छिन्, यो केटी यहाँ कति दिन टिक्छे हेरौँ। अनि यति बेला आशा भने खुसी हुँदै नयाँ जीवनको सपना देखिरहेकी हुन्छन्। तर उनलाई थाहा छैन यो घरमा उनको लागि एक ठूलो सङ्घर्ष पर्खिरहेको छ। के आशाले यो घरमा आफ्नो स्थान बनाउन सक्ने छिन्, कि सुरु हुनेछ सासू र बुहारी बीचको युद्ध? अर्को भाग हेर्नको लागि च्यानल सब्स्क्राइब गर्नुहोला र कमेन्टमा भाग 2 लेख्नुहोला। धन्यवाद। हिजोको घटनापछि घरको माहौल अझै भारी छ। आशा बिहानै उठ्छिन्। आज उनले कुनै गल्ती नगर्ने निर्णय गरेकी हुन्छन्। उनी चुपचाप भान्सामा जान्छन्, सबैका लागि खाना बनाउन थाल्छिन्। तर उनको हरेक प्रयासलाई कसैले चुपचाप हेरिरहेको हुन्छ। ननद, जसलाई आशा कहिल्यै मन परेको थिएन, उनी मनमा नै भन्छन्, अब मजा देखाउँछु। केही बेरपछि सबैजना खाना खान बस्छन्। आशाले मिहिनेत गरेर बनाएको खाना सबैको अगाडि राखिन्छ। सासू कमला पहिलो ग्रास खान्छन्। अचानक उनको अनुहार बदलिन्छ। यो के बनाएको? यस्तो खाना कसैले खान्छ? सबैजना चुप लाग्छन्। आशा अचम्ममा पर्छिन्। तर मैले त राम्रोसँग बनाएको थिएँ, ननद हाँस्दै भन्छन्। सायद तिमीलाई खाना बनाउन नै आउँदैन। आशाको आँखामा आँसु आउन थाल्छ, तर उनी केही बोल्दिनन्। राज बीचमा बोल्छ, आमा, मलाई त ठिकै लागेको छ। तर कमला झन रिसाउँछिन्, तिमी चुप लाग, तिमीलाई केही थाहा छैन। त्यही बेला आशालाई थाहा हुन्छ, यो केवल गल्ती होइन, यो योजना हो। उनी चुपचाप सबैलाई हेर्छिन् र मनमा नै भन्छिन्, मलाई फसाइएको छ, तर म चुप बस्ने छैन। अनि त्यहीँबाट सुरु हुन्छ आशाको पहिलो प्रतिकार। के आशाले साँचो बाहिर ल्याउन सक्ने छिन्, कि अझै गहिरो खेल सुरु हुनेछ? हिजोको अपमानपछि आशाको मन भित्रैदेखि हल्लिएको छ। तर आज उनी चुप बस्ने छैनन्। बिहानको समय घर सामान्य देखिन्छ, तर यो शान्तिको पछाडि एउटा ठूलो खेल चलिरहेको छ। अचानक सासू कमलाको आवाज गुन्जिन्छ, मेरो सुनको गहना कहाँ गयो? सबैजना अचम्ममा पर्छन्। घरभरि खोजी सुरु हुन्छ। केही बेरपछि कमला सिधै आशातिर हेर्छिन्। तिमीलाई थाहा छ होइन? आशा अचम्ममा पर्छिन्। मैले केही लिएको छैन आमा। तर ननद तुरुन्त बोल्छिन्, हिजोदेखि त भान्सामा पनि तिमी नै थियौ, अरू को होला? सबैको नजर आशामाथि पर्छ। उनी एक्लै पर्छिन्। आशाको आँखामा आँसु भरिन्छ, तर यसपटक उनी चुप बस्दिनन्। मलाई झुटो आरोप लगाइएको छ र म यो प्रमाणित गरेर देखाउँछु, कमला रिसाउँदै भन्छिन्। ठिक छ, यदि तिमी निर्दोष छौ भने साबित गर। त्यसपछि आशाले घरको चारैतिर ध्यान दिन थाल्छिन्। उनको नजर एउटा कुनामा राखिएको सीसीटीभी क्यामेरामा पर्छ। उनको अनुहारमा हल्का आत्मविश्वास देखिन्छ। अब साँचो बाहिर आउनेछ। तर के सीसीटीभीले साँचो देखाउनेछ, कि अझै ठूलो खेल बाँकी छ? पुरो हेर्नु भएकोमा धन्यवाद। अब सीसीटीभीले सत्य बाहिर आउला कि कमलालाई अझै गाह्रो पर्ला। कहिलेकाहीँ सत्य देखिँदा पनि विश्वास हुँदैन, र कहिलेकाहीँ झुट यति बलियो हुन्छ कि सत्य नै हार्छ। आशाले आज सबैको अगाडि
आफ्नो निर्दोषता प्रमाणित गर्न खोज्दै थिएँ। आज म सबैको अगाडि एउटा सत्य देखाउन चाहन्छु। यो केटीलाई यो घरबाट निकाल्नै पर्छ। आमा, तपाईँ यस्तो गर्न सक्नुहुन्छ? यो सब नाटक हो। यो रेकर्डिङ एडिट गरिएको हो। हो दाजु, मैले आफ्नै आँखाले देखेकी थिएँ। भाउजू मोबाइलमा केही गर्दै थिइन्। के? मैले केही गरेकी छैन। मलाई अब कसलाई विश्वास गर्ने बुझिन। तिमीले पनि मलाई विश्वास गरेनौ? जब आफ्नो मान्छेले नै विश्वास गर्दैन, त्यो पीडा सबैभन्दा ठुलो हुन्छ। ठिक छ, आज तिमीहरूले जित्यौ, तर यो अन्तिम होइन। आशा, रोक! आज आशा हारेर गएकी थिइन्, तर यो हार होइन, यो त नयाँ युद्धको सुरुवात हो। जब आशा फर्किन्छे, त्यो दिन सबै कुरा बदलिन्छ। अर्को दिन सबै परिवार बैठक कोठामा बसिरहेका हुन्छन्। त्यत्तिकै बेला कमला बाहिर छिमेकीहरूसँग आएकी हुन्छिन्। ढोकामा धकधक गर्दै कमला भन्छिन्, आमा, अब सत्य लुकाएर बस्ने समय सकियो, ढोका खोल्नुहोस्। भित्र बसेकी आमा यो सुनेर डराउँछिन्। अब के गर्न आई? हल्का डरको भाव। सबैजना एकैसाथ ढोकातिर जान्छन्। ढोका खोल्दा बाहिर आँगनमा धेरै मानिसहरू देखिन्छन्। बुहारीलाई त्यति धेरै मान्छेको साथमा देखेर सबै छक्क पर्छन्। ओहो, हजुरहरू के कामको लागि आउनुभयो? त्यत्तिकैमा छिमेकी आमाहरू भन्छन्, दिदी, अब झुट लुकाएर फाइदा छैन। सबै कुरा बाहिर आइसकेको छ। त्यो भिडियो एडिट गरिएको होइन, त्यो सत्य हो। यो सुनेर नन्द परबाट सुनिरहेकी हुन्छे। डराउँदै भन्छे, म केही पनि गरेको छैन। नन्द भाग्न खोज्छे, तर कमलाले देख्छिन् र जोडले भन्छिन्, नन्द, आज भागेर बच्दैनौ, सत्य भन्नै पर्छ। गल्ती नन्दले पो गरेकी रहेछ भनेर खुलासा हुन्छ अनि छिमेकीले पुलिस बोलाउँछन् र बन्दलाई थाना पठाउने तयारी हुन्छ। अनि कमलाले भन्छिन्, पर्खनुहोस्, यो हाम्रो घरको कुरा हो, घरमै मिलाउँछौं, उहाँलाई छाडिदिनुहोस्। यति भनेपछि पुलिसले नन्दलाई छोडिदिन्छन् र यति भइसकेपछि सासु र ससुराले गल्ती महसुस गर्छन् अनि बुहारीलाई माया गरेर खुसी साथ बस्न थाल्छन्। अर्को भाग नयाँ कथामा आउनेछौं। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस् र अर्को भाग कस्तो कथा हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोस्। सासुको बोली काँडा जस्तो बुहारीको मन टुट्यो चुपचाप। हाँस्न खोजे पनि रोकिन्छ आँसु, भित्र भित्रै पोल्छ।